पछिल्ला केही वर्ष यता नेपालको राजनीतिमा निकै उथलपुथल देखियो होइन त? एउटा नाटकीय मोड नै आयो भन्दा फरक पर्दैन। सडकमा देखिएको असन्तुष्टिले परम्परागत शक्तिलाई चुनौती दिएको छ अनि नयाँ आवाजहरूलाई जन्म पनि दिएको छ। आजको यस विश्लेषणमा हामी यही परिवर्तनको यात्रालाई अलि नजिकबाट निहाल्नेछौँ। अब हेर्नुहोस्, नेपालको राजनीति त सधैँ नै अलि तीव्र, अलि भावनात्मक नै हुन्छ। तर हालसालका घटनाहरूले चाहिँ यो भावनालाई सडकमा नै पोखिदियो, जहाँ देशको भविष्यबारेको बहसले एउटा नयाँ र शक्तिशाली रूप लियो। अनि यो सब कुराको सुरुवात कहाँबाट भयो त? सडकबाट। पछिल्ला केही वर्ष त देशव्यापी प्रदर्शन र आन्दोलनले नै भरिए, जसले गर्दा नेपालको राजनीतिको दिशा नै अर्कैतिर मोडियो। देशभरि नै विरोधको एउटा लहर चल्यो। तर यी प्रदर्शनहरू सधैँ शान्तिपूर्ण मात्रै भएनन्। प्रहरी र विद्यार्थीहरूबीच ठाउँ ठाउँमा झडप भयो, जसले गर्दा स्थिति झनै तनावपूर्ण बन्यो। अनि यी घटनाहरूले भनौँ न, सडकदेखि लिएर सामाजिक सञ्जालसम्म सबैतिर गहिरो आक्रोश र चर्को बहसको आगो नै सल्काइदियो। अब यिनै झडपहरूले एउटा गहिरो विवाद पनि जन्माए। घटना त एउटै थियो, तर त्यसलाई हेर्ने नजरिया, दृष्टिकोण एकदमै फरक थिए। समाज नै लगभग दुई कित्तामा बाँडिए जस्तो देखियो। यसमा दुईवटा बिल्कुलै फरक तर्कहरू अगाडि आए। एकातिर आलोचकहरूले सिधै तत्कालीन सरकार र नेतृत्वलाई दोष दिए। उनीहरूको आरोप के थियो भने कडा प्रहरी कारबाही गर्न दिएर विद्यार्थीहरूलाई घाइते बनाइयो। तर अर्कोतिर सरकारका समर्थकहरूको तर्क अर्कै थियो। उनीहरू भन्थे स्थिति एकदमै जटिल थियो र सार्वजनिक व्यवस्था कायम राख्न प्रहरीले आफ्नो कर्तव्य मात्रै पूरा गरेको हो। यो भनाइले त्यो बेलाको राजनीतिक यथार्थलाई ठ्याक्कै देखाउँछ। जब एउटै घटनाको बारेमा दुई फरक सत्यहरू बहसको केन्द्रमा आउँछन्, तब वास्तविक कुरा के हो भनेर छुट्याउन झनै गाह्रो पर्छ, होइन र? तर यो निराशा र आक्रोश त्यत्तिकै सेलाएर गएन। गएन। बरु यसले एउटा नयाँ मागलाई जन्म दियो, परिवर्तनको माग। अनि यही असन्तुष्टिले नै नेपालको राजनीतिमा एउटा नयाँ अध्यायको ढोका खोलिदियो। यो परिवर्तनको यात्रा पनि एकैचोटि भएको होइन, यो क्रमशः अघि बढ्यो। सुरुमा सडकमा प्रदर्शनहरू भए, जसले जनतामा निराशा बढायो। त्यसपछि विशेष गरी युवाहरूले नेताहरूसँग जवाफदेहिता माग्न थाले। अनि यसको परिणाम के भयो त? परम्परागत दलहरूप्रतिको विश्वास घट्दै गयो र मानिसहरूले नयाँ स्वतन्त्र आवाजहरूको खोजी गर्न थाले। अब प्रश्न उठ्छ, जनताको यो मागको ठोस नतिजा चाहिँ के देखियो त? हो, यसले राजनीतिमा केही यस्ता नयाँ अनुहारहरूलाई ठाउँ दियो जसले परम्परागत शक्ति सन्तुलनलाई नै हल्लाइदिए भन्दा हुन्छ। यो नयाँ लहरको सबैभन्दा चर्चित अनुहार को बने त? बालेन शाह। एक स्वतन्त्र उम्मेद्वारको रूपमा उहाँले देशभरिका युवा र परिवर्तन चाहने मतदाताहरूको ध्यान खिच्न सफल हुनुभयो। काठमाडौँको मेयरमा उहाँको जित एउटा सामान्य चुनावी नतिजा मात्रै थिएन, यो त एउटा शक्तिशाली सन्देश थियो। सन्देश के थियो भने जनता अब परम्परागत राजनीतिक दलहरूको विकल्प खोज्न र त्यो विकल्पलाई विश्वास गर्न पनि तयार छन्। यी सबै घटनाक्रमले आज नेपाललाई एउटा महत्त्वपूर्ण दोबाटोमा ल्याएर उभ्याएको छ। अब देशले आफ्नो अर्को अध्याय कसरी लेख्छ, कस्तो लेख्छ भन्नेबारे गम्भीर बहसहरू सुरु भएका छन्। अहिले हेर्ने हो भने नेपाली समाजमा हरेक चिया पसलदेखि संसदसम्म यिनै प्रश्नहरूमाथि बहस चलिरहेको छ। जस्तै देश अब कुन बाटोमा हिँड्छ? के पुराना दलहरूको भूमिका अब सकिएकै हो त? र सबैभन्दा महत्त्वपूर्ण कुरा, के यो नयाँ पुस्ताका नेताहरूले साँच्चै नै परिवर्तन ल्याउन सक्छन्? र अन्ततः नेपालको वर्तमान राजनीतिको केन्द्रमा घुमिफेरी यही एउटा प्रश्न आइपुग्छ। अब यसको जवाफ त भविष्यले नै देला, तर यही प्रश्नले नै आउने दिनहरूमा देशको बाटो कता जान्छ भनेर तय गर्नेछ। आजको लागि यति नै, फेरि भेटौँला।